हेलो नमस्ते तपाईँहरू सबैजनालाई स्वागत छ। म चाहिँ सुजन है। अहिले म कहाँ छु भन्दा पनिखर्क जग्गामा छु। तपाईँहरूलाई मैले यहाँ र झिरबास गाउँको भ्यू देखाउँछु। कस्तो यो अहिले पानी पनि सिजन भएर यस्तो दामी छ कि यहाँ देखिने भ्यूहरू चारैतिर हरियाली डाँडाहरू कस्तो दामी देखिन्छ है। यो तल देखिरहनु भएको छ नि, हो यो चाहिँ यो तलको चाहिँ वासिङ सिमेन्ट कम्पनी त्यही हो। अनि त्यसपछि तपाईँहरूलाई त्यसै गरी यहाँ तल यो देखिन्छ नि, यो खोलाहरू बिचमा देखिरहेको छ नि, यो एरिया यो भाग सबै झिरबास है। झिरबास यो पारीको पार्ला के भन्छ त्यो मलाई राम्रोसँग थाहा छैन है। अनि अहिले त अलिक उ भयो, अहिले दिउँसो 11 बज्यो, नत्र हुस्सुकुहरू हट्यो। नत्र भने लगभग बिहान पख हेर्यो भने त यस्तो दामी देखिन्छ कि यतातिर। यहाँ माथिबाट त चारैतिर यो डाँडा वरिपरि हुस्सु लागेर माथि पुरै बादलको मात्र भाग मात्र देखिन्छ क्या। यो अगाडि देखिरहनु भएको छ नि, हो त्यस्तै मात्र देखिन्छ। अहिले चाहिँ अलिकति दिउँसो भएर देख्न पाएन। अनि यो मेसिनको ब्रेकर चलेको आवाजले अलिकति मेरो भोइस राम्रोसँग क्याच गरेर छैन होला, किनभने यतातिर दुईवटा ब्रेकर चलिरहेको छ मजाले। यो भाग छ नि, यो भाग सबै पनिखर्क डाँडा तलसम्म यो क्याम्प भएको। अनि यो अगाडिको यो अलिकति यो छ नि, यो चाहिँ भिपुङ डाँडा हो क्या। यो मेन भिपुङ डाँडा भनेको यो सबसे अग्लो डाँडा होला यिनीहरू मध्ये। देख्नु चाहिँ यो चुचो अग्लो देख्छु यहाँ हेर्दा, तर अरूले भन्छ यो नै अग्लो छ भन्छ। यो चाहिँ 3 जिल्लाको सिमाना, धादिङ, मकवानपुर, चितवनको सिमाना हो। अनि यो हुस्सु लागेको छ नि, हुस्सु लागेको भाग सबै उता चितवन हो। यो डाँडाभन्दा उतापट्टि गढी भन्ज्याङ भइगयो। यस्तै छ खालीको अवस्था।